सिएमआरको तालिम किन आवश्यक लाग्यो? सिएमआर नेपाल जर्नलिजम एकाडेमीले जसरी पत्रकारहरूको एउटा चाहिँ विकासको लागि, उहाँहरूको दक्षता विकासको लागि जुन तालिम खुलाउनु भएको छ, यो चाहिँ वास्तवमै एउटा पत्रकारलाई चाहिँ आवश्यक यो ट्रेनिङ हो। र यो ट्रेनिङले चाहिँ पत्रकारलाई चाहिँ अझ जुन विशेष त अहिले मल्टिमिडियाको ट्रेनिङ हुँदैछ होइन, मल्टिमिडियाको ट्रेनिङले चाहिँ आजको समयमा हामी 21औं शताब्दीमा आउँदै गर्दाखेरि एउटा पत्रकार चाहिँ एउटा प्रिन्ट मिडियामा जसरी कुनै पत्रकारले काम गर्थ्यो भनेदेखि अब आजको समयमा आउँदाखेरि चाहिँ प्रिन्टमा मात्रै लिमिटेड हुन नपरोस् भनेर जसरी यो तालिम खुलाइएको छ, यसले चाहिँ हामीलाई मल्टिमिडिया आजको दिनमा डिजिटल मिडियामा चाहिँ कसरी एउटा पत्रकार चाहिँ सर्भाइभ गर्न सक्छ होइन, सर्भाइभिङको कुरा पनि आउँछ। किनभने अवश्य पनि हामी यो पेसामा छौँ, यो पेसाले हामी आफै पनि सर्भाइभ हुनुपर्ने अवस्था हुन्छ, हाम्रो घर परिवार पाल्नुपर्ने अवस्था हुन्छ।